मॉर्निंग वेलकम टू माई न्यू व्लॉग. सो गाइस आज हामी मामा घर आयौँ अनि आज हाम्रो मामा घरमा के छ त सबै देखाउँछु है हजुरलाई. के फल्यो त सबै देखाउँछु है. हेर्नु यहाँ केरा पुच्चे यस्तो अहिले टिप्नु मिलेन. हेर्नु यहाँ पनि कति मोटो मोटो केरा यता हेर्नु त फलिरहेको अझै यहाँ त होइन होला. मलाई पनि थाहा छैन गाइज. यहाँ आँप पनि फल्यो हेर्नु त कति धेरै. उता पनि छ यता पनि कति धेरै हो. त्यो एउटा पाक्ने जस्तो हो. मैले टिप्छु है गाइज. माथिको चाहिँ है यसो कति आडो है ल पाइयो पाकेछ अलिअलि. ए बसा सुन न. बुढी बोडीको उस्तो लौका खै ऊ त्यहाँ हेर्नु त लौकाको बच्चा. मैले त बल्ल थाहा पाएँ लौका पनि बच्चा हुँदो रहेछ. ऊ त्यहाँ हेर्नु त भिन्डी बोडी हो यो सबै बोडी. खै न मामु ल्याउनु अन्त आँप खानुहुन्छ. हेर्नुहोस् खै न म खान्छु. खै चोप लाग्यो कि आँपको. ओके धानको बिउ के हो हेर्नु उता आमाले काम गर्दै हुनुहुन्छ. घाँस काट्दै ए हुन्छ. यो धानको बिउ हो क्या. यो भोलिपछि धान रोप्नु आमाले घाँस काट्दै हुन्छ. यहाँ आमाले घाँस काट्दै हुन्छ. हेर्नु त कति धेरै काटिसक्नु. हजुरबाले मकै भाँच्दै मेरो हजुरबाले मकै भाज्दै हुन्छ. खानु पनि हो टुप्पो किन हजुर बस्नु. मकै भाट्नु लाएको हो बाबु. मकै भाट्नु लाएको हो. मकै भाट्नु लाएको हो. मकै सुकेछ. हजुरबाले काम गर्दै हुन्छ. भित्र आएपछि फेरि देखाउँछु है. हेर्नु धानको बिउ त्यो हरियो उता हेर्नु त माथि केरा उता. यहाँ के अरे यो पराल छ भइसकेको खाउनु. हेर्नु त काँक्रा हो सानो काँक्रा सानो काँक्रा. टिप्नु मिनी काँक्रा हो क्या यो. खानुहुन्न हुन्छ खाम. अहिले पछि खाने धोएर खाने. चोप भिन्डी मिठो रह करेला देखाउँछु. उनीहरू कत्रो करेला खान्छ. होइन होला करेला हो. कति ठुलो हेर्नु त कति ठुलो. ओहो माई गड यहाँ पनि छ. कति ठुलो ओहो भयो. कति ठुलो करेला देख्यो. टिप्यो झै लाग्यो मलाई. भयो अनि यहाँ मिनी करेला बच्चा करेला. कति धेरै सब्जी छ है. अनि मकै पुरै सुकेछ हेर. ओ त हेर्नु त्यो मकै हो. त्यो सबै सुकेको मकै टिपौँ नै भाँच्छ नि त हजुरबासित गएर. खै म गाइज म एउटा भाँच्छ. गाइज म मकै भाज्छु है. गाइज म मकै भाज्छु. यस्तो भइसक्यो. आउनु त हात काट्छ. यसरी भाग्ने हो. यसरी क्या
यसरी हजुर बा यसरी डाँट यस्तरी हो क्या हेर त यो भाषण त मामु अब यो भाषण यहाँ यसरी भयो। उतापट्टि बनाउनु छ नि यता अब तल यी भाँचियो पहिले भ्याउनु चाहिँ हजुरले अलि सबै मकै आमा हिजोबाट सुरु गरेँ भने त्यो गएर हिजो भाँचेर अहिले भर्खर भ्याएर यता आएको खेतला हाल्नु होइन खेतला हाले त हुन्थ्यो नि भयो बाबु बाबु यता आएर मकै कुहिएछ बाबु राम्रो भएन खै मकै त राम्रो हो तर चाहिँ भोगा त राम्रो हो के भित्र किरा लाग्छ भित्र कुहिए कुहिएछ हा नकुहिए त खुर्सानी हेर त यहाँ खुर्सानी तिमीलाई त कुखुराले पनि हेलो इसान भने है कति राम्रो खुर्सानी ऊ त्यहाँ रोक्नु त मा ऊ त हेर्नु कति राम्रो रातो फुल रातो फुल नि त बाबु आऊ त डल्ले खै डल्ले खुर्सानी गाइस एउटा त्यहाँ नि फले ऊ त्यहाँ यहाँ पनि आम्माको धेरै छ फलेछ त पिरो छ होला उदान छ यो के हो त माम फेरि यो के हो त घाँस अन्त घाँस पनि धेरै बाक्लो बनाउनु भएछ लामो यो के हो पात रोल भएको खुर्सानी नै हो धेरै बाक्लो भएछ कि मामु भिन्डी जाम्न टिप कुदुम मलाई के खाइन धोएर खानु भयो चोप थियो चोप खानु हुन्छ मरिन्न मैले पनि खाएँ नि त मिनी काँक्रा है ओ खुर्सानी डल्ले खै रोक्नु त हेर्नु गाइस हेर्नु त डल्ले खुर्सानी मिनी काँक्रा चियर बोडी दुईटा पाइएको थियो कति मिठो बुढी कि बुढी बुढी बोडी बुढी बोडी बुढी बोडी भन न अरू यो पनि कति मिठो छ गाई कति मिठो गाई छ लाइन ल भयो जाम भयो आमा जाम आमाले घाँस काट्नु आमाले कति घाँस काटिसक्नु भयो एक बोरा पनि भइसक्यो छिप्पे हो के कहिले कहिले मिठो हुन्छ लाउनु त लाउनु यो सेन्डल लाउनु न देखाउनु यो झन् मिठो हुन्छ यो यो त आमा अलि छिप्पेसी मिठो हुन्छ तरकारी खाना त यो उता किन यसले नै बिलेको हुन्छ अलि छिप्पेसी अमिलो अमिलो हुन्छ ठुलो हो कि यहाँपट्टि हेर्नु ठुलो खाना मिठो हुन्न के सो सानो काँक्रा जस्तै हुन्छ सानो काँक्रा जस्तो हुन्छ ठुलो छिप्पिएको तरकारी मिठो हुन्छ तिनवटा अलि अमिलो अमिलो मिठो हुन्छ क्या यहाँ आमा टिपिदिनु भयो ल हजुरबा आउनु बाबा आउनु घाम भयो रोक्नु त मैले भयो इन गर ऊ त हेर्नु हजुरबा गाइजहरूलाई यो भिडियोमा राम्रो लाग्यो भने लाइक सब्सक्राइब कमेन्ट सेयर पनि गरिदिनु होला म अहिले मामा घरभित्र हो थ्याङ्क यू फर वाचिङ